はい、お願いします。はい。でもな、じゃあ、明日な、खुसी भन लुगा किन्नु त नयाँ दाइ दुईजना त फर्केर हाँस्नु त दुईजना हाँस्नु न कति खुसी हुनुहुन्छ तपाईँको कति हो अनि उसको थोरै भइगयो नमस्कार दोस्तों, मेरा नाम है गौरव। आप देख रहे हैं टेक्निकल गुरुजी। चलिए शुरू करते हैं। कता कहाँ हिँडेर गयो हामी दाइ कता हिँडेर गरे। हेलो साथीहरू, स्वागत छ है त तपाईँहरूलाई मेरो फर्स्ट मिनी ब्लगमा। र म आज चाहिँ दाइहरूसँग सपिङको लागि जाँदैछु है त साथीहरू। जापानमा चाहिँ जताततै पुलिसहरू चाहिँ बसेको हुँदैन कि ट्राफिक पुलिसहरू, तर त्यही पनि यहाँको मान्छेले एकदम नियमको पालना चाहिँ गर्छ क्या। त्यही भएर मलाई चाहिँ लाग्छ विकास भनेको ठुल्ठुलो भवन मात्रै होइन, सानो सानो नियमको पालना गर्नु पनि विकास जस्तो लाग्छ है। भन्दै हामी चाहिँ है फाइनल्ली सपिङ गर्ने ठाउँमा पनि आइपुग्यो। म चाहिँ यता लुगाहरू हेर्दै थिएँ, लुगाहरू पनि यहाँ चाहिँ ठिक्क के ठिकै प्राइसको पनि र एकदम राम्रो राम्रो खालको लुगाहरू थियो। अनि यता चाहिँ दाइ चाहिँ खतरा लुगा लाएर हिरो हुनुहुन्छ नि त दाइ पनि, ठ्याक्क लुगाले पनि कस्तो म्याच गरिदिइरहेको है। अनि दाइहरूले चाहिँ खत्रै सपिङ गर्नुभयो, ठिकै प्राइसहरू पनि निकै महँगै गर्नु। मैले चाहिँ खासै केही किन्न है, दाइहरूको लागि आएको भएकाले। अनि एउटा माला चाहिँ सस्तो रहेछ त्यही भएर किनेँ। तर कुनै चिजको मूल्य त्यसको मूल्य ट्यागले होइन त्यसलाई पाउन गरेको सङ्घर्ष निर्धारण गर्छ भन्थ्यो, त्यस्तै सस्तो भए पनि त्यसलाई पाउन चाहिँ मैले अलिअलि सङ्घर्ष चाहिँ गरेको थिएँ जस्तो लाग्छ। अनि यसो आजसम्म कहिले पनि यस्तो माला लगाएको थिइनँ मैले। अनि सुहाउँछ कि सुहाउँदैन भनेर चाहिँ हेर्दै थिएँ, त्यो नसुहाए पनि किनिहालेँ है। दाइहरूले चाहिँ यता अनि पैसा तिर्दैन छन्। उहाँ चाहिँ रिसेप्सनको मान्छे चाहिँ उता म्यानमारको हुनुहुँदो रहेछ, उहाँ चाहिँ अहिले युनिभर्सिटी पढ्दै हुँदो रहेछ यता। अनि दाइ चाहिँ फेरि खतरा हिरो हुनुहुन्छ, त्यही भएर नि मैले एउटा भिडियो चाहिँ खिच्दै। अनि बाटोतिर चाहिँ एकदम राम्रो राम्रो ठाउँहरू छ यतातिर। अनि बाटोतिरको भ्यूहरू हेर्दै फाइनल्ली अनि हामी चाहिँ यता दाइको कोठामा आइपुग्यो है त साथीहरू। ल साथीहरू, आजलाई चाहिँ यति नै त। पुरै भ्लग भएर यसो अलिअलि गल्ती भएर त्यही पनि यसो अलिअलि हेर्दैन त साथीहरू।